आज बिहान 4 बजे काठमाडौँमा केही भयो जसले नेपाली राजनीतिलाई हल्लाइदियो। दुई शक्तिशाली नाम, एक लोकप्रिय नेता रवि लामेछाने र अर्को क्रान्तिकारी मेयर बालेन्द्र अर्थात् बालेन शाह अब भविष्यको एउटै दिशातिर अग्रसर छन्। यो केवल चुनावी एजेन्डा हो या ठूलो परिवर्तनको सुरुवात? नेपालको राजनीतिमा एउटा यस्तो क्षण आउँछ जहाँ दुई फरक धारमा हिँडेका मान्छेहरू एउटै मोडमा आएर भेटे जस्तो देखिन्छन्। एक प्रणाली भित्रको विद्रोही आवाज, अर्को प्रणाली बाहिरबाट आएको झट्का। प्रश्न एउटै छ, यो संयोग हो वा मौन सहमति? रवि लामेछाने मिडियाबाट राजनीतिमा आएको नाम जो प्रश्न सोध्न डराउँदैनन्। भ्रष्टाचार, जवाफदेहिता र पुराना अनुहारलाई नयाँ ऐनामा हेर्न बाध्य बनाउने स्वर। उहाँको भाषणमा आगो छ जसले नयाँ पुस्ताको रगतमा करेन्ट भर्छ। बालेन शाह कविता लेख्ने इन्जिनियर जो मेयर बनेपछि कविता होइन एक्सन लेख्न थाले। डोजर चले, नियम चले र पहिलो पल्ट देशले डर बिनाको शासन देख्न पायो। उहाँ कम बोल्नुहुन्छ तर धेरै काम गर्नुहुन्छ र उहाँको यही मौनताले धेरैलाई सोच्न बाध्य बनाउँछ। मञ्च फरक, शैली फरक, तर लक्ष्य सुन्दा अचम्मको समानता। सफा शासन, पुरानो सोचको अन्त्य, काम गर्ने नेतृत्व। यहीबाट जन्मिन्छ जनताको कानमा गुन्जिने स्वर। दिनभरिको कडा संवाद र रातिको बृहत छलफलपछि रवि लामेछाने र बालेन शाहले बिहान 4 बजे बृहत 7 बुँदे सम्झौतामा हस्ताक्षर गरे। यो एकता दुई नेताहरू बीचको सम्झौता मात्र होइन, यो युवा आन्दोलन, भ्रष्टाचार विरुद्धको लडाई र राजनीति र नेतृत्वको नयाँ परिभाषाहरूको भविष्यसँग जोडिएको एउटा कथन हो। सहमतिका 7 बुँदाहरू यस प्रकार छन्। युवाहरूले भ्रष्टाचार र कुशासन विरुद्ध गरेको आन्दोलनलाई संस्थागत बनाउने, नेपाललाई आगामी दशकभित्र सम्मानजनक मध्यम आय राष्ट्र बनाउने रोडम्याप, पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, घण्टी यथावत रहने, रवि लामेछाने पार्टी अध्यक्ष, बालेन भावी प्रधानमन्त्री उम्मेदवार, पार्टी संरचना विस्तार र नव युवाका लागि अवसर, निर्वाचन आयोगमा दर्ता अपडेट गर्ने व्यवस्था, अन्य प्रगतिशील युवा र युवा समूहहरूलाई एकतामा समावेश गर्ने आह्वान। देशका क्रान्तिकारी आवाज अब अझै धेरै आवाज उठाइरहेका छन्। सहमति सम्बन्धी प्रक्रिया सामाजिक सञ्जालदेखि सडकसम्म फैलिएका छन्। यसलाई केहीले राजनीतिक एकता र नयाँ नेपालतर्फको बाटो भनेका छन् भने कतिपयले कुर्सीका लागि गरिएको सम्झौता भनेर आलोचना समेत गरिरहेका छन्। सहमतिपछि बालेनले एक सरल स्टेटस शुभ प्रभात भनेर पोस्ट गरेका छन् जसले जनताहरूमा नयाँ उत्साह र ऊर्जा प्रदान गरेको छ भने रवि लामेछानेले सहमति भनेको नेताले खोजेको जस्तो होइन, राष्ट्रले चाहेको जस्तो हुनुपर्छ भनेर स्टेटस लेखेका छन्। जब दुई शक्ति एउटै पाटोमा आइपुग्छन् तब परिणाम मात्र होइन, प्रक्रिया पनि इतिहास बन्छ। रवि र बालेनको सहमति नेपालको राजनीतिको लागि एउटा नयाँ कथा र इतिहास बनेको छ। आजको सहमति भोलिको भविष्य। सहमति हितका लागि या राजनीतिका लागि?